बाउ बुवा हम्म, तपाईँको पैसा भ्यायो अस्तिको सबै हम्म, तपाईँको अस्तिको पैसा भ्यायो सबै भ्यायो पुरै 12,000 पुरै भ्यायो 5,000 अँ ऋण दियो के को 1,000 के को ऋण अलाउनु चित्ता के को ऋण हो त्यो 5,000 लो भन्नु त तपाईँको अनुदान 7 वर्षको ब्याज खोइहाल्यो त्यो बाँकी वर्ष 4,000 त्यो खास गरी त्यो ऋण चाहिँ के को 5,000 लो नटिकन भन्नु त के को 5,000 ल के को 5,000 हो त्यो ऋण त्यो ऋण 5,000 के को हो तिरेको भनेको राक्षिकाको 5,230 5,230 अनि आधा पछि ल्याएको आधा नि 1,000 तुरेको अस्ति सङ्ग्राम काकाले पनि 5,000 दिएको थियो त्यो 5,000 पनि भ्याइयो यो 12,000 पनि भ्याइयो यो वैशाख महिना आधा भएको छैन एक हप्ता त भएन वैशाख 1 गते दिएको होइन सङ्ग्राम काकाले 5,000 होइन 1 गते होइन कति गते एक गते हो नयाँ वर्षको दिन भनेर दिएको 1 गते नयाँ वर्षको दिन 8 गते मलाई फोन गरेको थियो सङ्ग्राम काकाले बुवालाई मैले यति दिएको छु त्यो त भनेर सङ्ग्रामले दिएको 5,000 दिएको होइन कहाँ तल सलाम काकाले दिनुभयो सलाम काकाको हातबाट दिनुभयो सलामले दिएको त्यही त नि सङ्ग्राम काकाले मलाई फोन गरेको थियो मैले उहाँ भनेको छु घरमा भनेर भन्दै थियो ऋण तिर्यो हामीको कुखुरा ल्याएको कुखुरा त्यहाँ अनि तिमीहरूलाई होइन है मल खायो त्यो बुवालाई बुढा मान्छेलाई 5,000 तिमीहरूलाई होइन त्यो बुढा मान्छे बुवालाई हो 5,000 भनेर भनेको थियो मलाई अनि मैले पनि म एकदम बुवालाई दिन्छु भनेर तपाईँलाई दिनुभयो नि होइन तपाईँको हातमा दिनुभयो नि होइन त्यो 5,000 पनि भ्याइयो आज वैशाख कति गते हो आज 11 गते 11 गते त्यो 5,000 पनि भ्याइयो यो 12,000 पनि भ्याइयो 17,000 महिनामा चाहिँ चिलिम चाट मेरो बुवाले त्यो पनि रौसी खाएर अब त्योभन्दा मैले के भन्ने अब मेरो बुवा यदि त्यस्तो नगरिदिएको भए आज हामी राजा हुन्थ्यो होला यो गाउँको चाहिँ नामी मान्छे नै हो तर के गर्ने आज यस्तै छ कथा मेरो बाउ छोराको अब बाउलाई पनि छोरो त भाइरल अब हुन सकेन अब मेरो बाउ भाइरल हुन्छ क्या अब बाउलाई रक्सी खानी छुट्याउनु अब म कोसिस गर्दैछु अब यहाँ रक्सी खानेहरूको पनि भिडियो होइन बुवा अब बुवा रक्सी नखानु तपाईँ रक्सी नखानु होइन यदि रक्सी खायो भने भरे पुलिस आउँछ म त रक्सी खाँदैन भने म त मर्छ रक्सी खाँदैन भने मर्छ अनि त्यो पनि 17,000 को अनि 12-13 दिनमा 17,000 को रक्सी खाइदिनु त अनि छोरोले कमाउन सक्दैन अनि 17,000 को चाहिँ रक्सी खाएपछि अनि छोरोले के गर्ने हो कमाउन सक्दैन अनि कसरी खुवाउँछ भात खेतीमा फल्दैन खोइ कहाँ छ के छ खेतीमा के फल्छ केही पनि फल्दैन के फल्दैन कहाँ फलेको छ कहिले वर्षमा एकचोटि वर्षमा एक बाली फलेर हुन्छ खान पुग्छ ए यो छोरोले लाख कमाउँदा त खान पुगेन अब त गयो छोराको दिन गयो हेर्नु त्यही भएर रक्सी नखानु जति खायो खायो तपाईँको एक्लो छोरो म अरू छोरा भएको भए त मैले फेरि ल मैले पाल्न सकेन मेरो बाउलाई ल कान्छाकोमा गएर भात खानु ल भन्न मिल्थ्यो अब त्यो भन्न पनि मैले सक्दिनँ किनभने म छोरो म एक्लै अरू छोरो छैन होइन अनि बुहारी फेरि एक्लै यता अनि हो क्या त्यही भएर नै अनि ल है बुवा रक्सी छोड्नु पर्यो अब त्यो 17,000ले त बडो हामी सबैलाई खाना 6 महिनासम्म खाना भात खान पुग्थ्यो अनि
तपाईँ रक्सी खाएर जम्मै पैसा भ्याइदिनु भयो अब एक बोराले त सालभरि पुग्छ तपाईँको सालभरि पुग्ने भयो ल ठिक छ मेरो बाउ यस्तै छ है तपाईँहरूले ऊ नमान्नु होला के गर्ने बाउ राम्रोसँग चाहिँ बाउले चाहिँ रक्सी नखाइकन चाहिँ बचाएको भए आज हामी राजा हुन्थे ज्ञानेन्द्र शाह भन्दा ठुलो हुन्थ्यो होला भन्न त मिल्दैन कि तर ठिक छ मेरो बाउले काम पनि गर्नु सक्दैन काम नगर्यो मेरो बाउले दुःख गरेको हो नगरेको भन्न मिल्दैन किनभने त्यही दुःख गरेर हामी यतिको उमेर भयो यत्रो यत्रो पाखुरा बनाइदिनु भएको थियो तर त्यो पाखुरा आज साउदी अरब गएर हामीले मेरो चाहिँ पाखुरा भन्दा नि ठुला ठुला खुट्टा बनाइदिएको थियो तर खुट्टै काट्नु पर्यो त्यही भएर दुःख लागेछ त्यही हो जिन्दगी ल बाउ जे होस् मेरो बाउले मेरो आमा मरे पनि अर्को आमा ल्याएन के त्यही खुसी छ होइन एक्लै आज 35 वर्षदेखि एक्लै भनेपछि सोच्नु त त्यो बेला 40 वर्षको उमेर थियो मेरो बाउ त्यस्तो खालको के अरू आमा ल्याउँदैन छोराहरूको लागि भनेर तर के गर्नु गाह्रो छ